प्रश्न नम्बर 1 नेपालको पहिलो शिक्षा मन्त्री को बनेका थिए? यसको सही उत्तर हो अप्सन नम्बर बी निरपजङ राणा। प्रश्न नम्बर 2 सुपारी विवाह कुन जातिमा रहेको छ? यसको सही उत्तर हो अप्सन नम्बर डी धिमाल जातिमा। प्रश्न नम्बर 3 महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो? यसको सही उत्तर हो अप्सन नम्बर बी पर्सा जिल्ला। प्रश्न नम्बर 4 कर्णाली प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? यसको सही उत्तर हो अप्सन नम्बर बी डोल्पा जिल्ला। प्रश्न नम्बर 5 स्वस्थ मानिसले एक दिनमा कति पटक श्वास प्रश्वास गर्दछ? यसको सही उत्तर हो अप्सन नम्बर बी 21,600 पटक। प्रश्न नम्बर 6 नेपालमा जेनजी आन्दोलन हुँदा नेपालका प्रधानमन्त्री को थिए? यसको सही उत्तर के होला साथीहरू कमेन्ट गर्नुहोस्।